sin 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 हेलो साथीहरु, आज म तपाईहरुलाई बल्छीबाट माछा झारेको हिले माछा झारेको देखाउने छु र म दुईटा देखाउँदै छु। दुईपटी तपाईहरुले देख्न सक्नुहुन्छ। दाहिने साइडको यो चाहिँ अर्केको छ र भने देब्रे साइडको तिरको भाइले चाहिँ पर निकाल्नु गइरहेको छ। अब के हुन्छ, झर्छ या झर्दैन र सबै देखाउने छु। अन्तिमसम्म हेर्नु होला। मन परेमा लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला। यो दाहिने साइडको चाहिँ अर्किरा छ र देब्रे साइडको चाहिँ झिक्नुलाई तयार हुँदैछ भाइ। अब हेरौँ। यो दाहिने साइडको चाहिँ एकदमै कठिन परिस्थितिले निकालेको छ र देब्रे साइडको चाहिँ अर्केको थियो अनि झिक्दैछ भाइले। अब यहाँबाट सानो झिक्छ र पल्लोबाट चाहिँ अलिक निकैको झिक्छ। यो पत्थरमा हिले थापेको थियो र यहाँ तानी लगेको थियो। तानी लगिसकेपछि अब पक्कै पनि झर्छ नै। अलिक चर्को चाहिँ हुन्छ। अर्किरा छ साथीहरु हिले। अब अलिक समय लाग्छ निकाल्नु। देब्रे साइडको चाहिँ त्यति छैन, निकालिहाल्छ भाइले। निकालिहाल्यो भाइले। अनि दाहिने साइडको चाहिँ अलिक झ्याउलो भयो। यो अलिक पत्थरमा भएकोले गर्दाखेरि गाह्रो भयो, तर निस्क्यो। हिलेहरु चाहिँ उद्राउँदै रहेछन्। अनि यिनीहरू हिले चाहिँ हामीले निकै पारिरहेको थियौँ, भिडियो पार्नु पाएन। यस्तै 2-3 वटा भिडियोहरू मैले अलरेडी पारेको छु तपाईहरुलाई देखाउनको लागि। हेरिदिनु होला अनि कस्तो लाग्छ आफ्नो प्रतिक्रिया दिनु होला। अनि यता चाहिँ हामीले हिले थाप्दै छौँ र एउटामा चाहिँ दाहिने साइडकोमा चाहिँ हिले थाप्दै छौँ र देब्रे साइडकोमा चाहिँ हिले झिक्दै छौँ। अब दुईटामा कति पर्छ हेर्दै जाउँ अब के हुन्छ। मन पर्यो भने चाहिँ लाइक गर्नु होला, सब्स्क्राइब गर्नु होला, च्यानललाई सब्स्क्राइब गर्नु होला। दाहिने साइडको चाहिँ मैले थाप्दैछु अझै र देब्रे साइडको चाहिँ भाइले झिक्दैछ। यहाँबाट पर्दैन पर्नु चाहिँ, तर हिले चाहिँ लान्छु लगेको थियो, पर्दैन त्यति साह्रो। अब कस्तो हुन्छ। अब भाइले त्यो भाइ अर्को भाइ पनि एकदमै एक्साइटेड छ माछा मार्नुको लागि। यो भाइ पनि त्यस्तै छ र म चाहिँ थाप्दैछु हिले। अनि हिले थाप्दाखेरि चाहिँ एकदम रमाइलो हुन्छ हिले झार्दाखेरि, तर त्यति माछाहरू चाहिँ छैन हिलेको माछाहरू। यो दाहिने साइडकोमा चाहिँ माछाले तान्दैछ, तपाईहरुलाई देखाउने छु माछाले तान्दै गरेको। यो चाहिँ हामीले खोला चाहिँ सानो छ, तपाईहरुले यी देखिसक्नु भएको छ।